हेलो दर्शन नमस्ते सम्पूर्ण साथीहरूलाई मेरो भिडियोमा स्वागत छ। मान्छे फरक भएपछि छ नि साथीहरू, मान्छेको व्यवहारिक कुराहरू फरक हुनु त स्वाभाविक कुरा हो। त्यो सबैजना मै जस्तो हुनुपर्छ भन्ने पनि मलाई लाग्दैन है। र समय आएपछि छ नि साथीहरू, सबैले आफ्नो औकात र व्यवहार चाहिँ देखाइहाल्नुपर्छ। हेर्नु ढिलो चाँडो मात्र हो, मान्छे चिन्नलाई गाह्रो मात्र हुन्छ। समय आएपछि सबैले आफ्नो औकात त देखाउने नै हुँदैन होइन। अनि मान्छेले छ नि साथीहरू, अरूलाई गलत नजरले हेर्नु अघि छ नि आफू पनि कति सही छु भन्ने कुरा प्रमाणित गर्नुपर्छ, थाहा हुनुपर्छ क्या। अरूलाई मात्र गलत देख्ने, अरू मात्र नराम्रो, आफू मात्र सही भन्ने, त्यो मान्छे पनि त्यो घमण्डी हो हेर्ने साथीहरू होइन। ममा पनि केही न केही कमजोरी अवश्य छ क्या। त्यो कमजोरीलाई सुधार्नु नै मेरो जिन्दगीको लक्ष्य हो साथीहरू। कहिलेकाहीँ आवेगमा आउँछन् मेरा आवाजहरू, त्यो आवाजहरू कसैलाई मन नपर्न सक्छ, कसैलाई नराम्रो लाग्न सक्छ होइन। मान्छेको हेराइ बुझाइ फरक हुन्छ साथीहरू, यस्तै हो जीवन। हस्त नमस्ते।